साथीहरू हर्कप साङपाङजी भन्नुहुन्छ बालनजीको बजेट भनेको 25 अर्ब माथिको उहाँको मुखबाट कुरा सुनौ अनि प्रतिक्रिया दिनु होला है त। बालनजीको बजेट भनेको 25 अर्ब माथिको हैन। उहाँले अहिलेसम्म सिनको बाँच्नु भएको छैन जनताको लागि। मैले 4 वर्ष हुन आट्यो कठोर श्रम गरेको छु जनताको लागि। कुरा बुझ्नुभयो नि? द्याट इज द डिफरेन्स। कुलमानले नयाँ पार्टी खोल्नु नै गलत। उसले त अहिले मन्त्री खाइरहेको थियो नि। पछि जसले जित्छ त्यहीसँग लाएर कुलमान भोटे मै भन्दिया भए हामी भोटे पनि ठाउँमा आउँछ, जसले पनि जित्थ्यो कि। अब अहिले उसले पार्टी खोलिदियो, अब ऊ त मन्त्रीबाट राजीनामा दिने, अनि कुलमानले कसले मान्छ? साथीहरू उहाँको यो कुराप्रति हजुर सहमत हुनुहुन्छ हुन्न? अहिलेको सबैभन्दा एकदम मजबुत पार्टी र एकदम इमान्दारी र अनि देशभक्तको सच्चा रूपमा चाहिँ हर्क साङपाङ जी को पार्टीमा एकदम अग्रसर मान्छु। कुलमान जी जो हुनुहुन्छ उहाँ हर्कजीसँग लागेर साथसाथमा पार्टी अगाडि बढायो भने एकदम सुनमा सुगन्ध हुन्थ्यो, हो कि नै साथीहरू? हजुरलाई कस्तो लाग्छ मेरो रायप्रति? अनि प्रतिक्रिया दिनु होला र कमेन्ट गर्नु होला। जय नेपाल। के भन्दैछन् भाइरल हुने भयो हो यो मिम्स फेरि है। ल साथीहरू सुन्नु होला अनि प्रतिक्रिया दिनु होला है त। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पहल गरेको यो एकता टिक्नेवाला छैन, यो गर्न पनि हुँदैन। मैले पछि बोल्ने ल ठिक छ, अहिले मैले बोल्ने होइन। हर्क साङपाङ जी भन्नुहुन्छ सबैभन्दा धेरै काम गर्ने कामी, तर उहाँको मुखबाट नै सुनौँ है। सबैभन्दा धेरै काम गर्ने कामी, सबैभन्दा गाह्रो है। आगोमा बसेर आगै तपाईँको चाहिँ कुटेर फलामको चाहिँ हतियार बनाउने एउटा कामीलाई घरभित्र पस्न नदिने समाज अझै चेन्ज भएको छैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। साङपाङ जी भन्नुहुन्छ मलाई हेरेर भोट दिनुहोस्। उहाँको पुरा भिडियो हेर्नु होला अनि प्रतिक्रिया दिनु होला है त। मलाई हेरेर दिनुहोस्। यदि म यो देशमा चाहिँ एउटा भिजन भएको मान्छे, मिसन भएको मान्छे र कण कणमा यो देश बाँचिरहेको मान्छे हो भने मलाई हेरेर भोट दिनुहोस् श्रम संस्कृति पार्टीमा। र मैले बहुमत पाएर हाम्रो पार्टीले तपाईँको चाहिँ तपाईँको जीवनमा परिवर्तन देखिने गरी महसुस हुने गरी ल्याउन सकिनौँ भने म देशै छोडिदिन्छु, बस्दिनँ नेपालमा है। म नागरिकता त्याग गरेर होइन, मलाई बस्न सुहाउँदैन भनेर। साथीहरू उहाँको भनाइप्रति हजुर सहमत हुनुहुन्छ या हुनुहुन्न? उहाँले भनेका कुराहरू के साँचो होला? मलाई त एकदम लाग्छ उहाँ पक्ष र विपक्षहरू धेरै छन्, तर उहाँलाई सपोर्ट र साथ दिने साथीहरूले कुरा बुझ्नुभयो होला भन्दै अहिले लागि जय नेपाल।